कसले वाइ वाइ चाउचाउ मन पर्दैन, वाइ वाइ चाउचाउ मन नपर्नेहरूले चाहिँ यसरी बनाएर खानुहोस् कि कसम हात चाटी चाटी तपाईँहरूले खानेछ है। र मैले आज बनाउँदैछु वाइ वाइ कुराएर गजबको पिरो र मेरो तेल ततिसकेछ गाइस। मैले चाहिँ चाउचाउसँग मासु हालेको छु। आमै मासु हाल्दाखेरि चाहिँ आगो बल्यो र यो मासु फ्राई गरेर चाहिँ अलिकति बोटको मात्रै निकाल्नुपर्छ, किनभने सबै एकैचोटि बनायो भने चाहिँ डढ्छ। त्यसैले मैले यो मासु निकालेर चाहिँ बोटकोमा राखेँ। त्यसपछि मैले प्याज साग टमाटर चाहिँ मिक्स गरेर चाहिँ बनाएँ। त्यसपछि यत्तिको चाहिँ भएपछि निकालेर चाहिँ राख्नुपर्छ। एकदमै मिठो हुन्छ। हजुरहरू एकचोटि ट्राई गर्नु होला। मैले चाहिँ झुट बोलेको होइन। र चाउचाउ पाक्नको लागि चाहिँ अब पानी तताएको छु र चाउचाउ चाहिँ मैले हालिसकेको छु र यसरी चाहिँ चलाउनु पर्छ है। मैले सिकाइराख्नु पर्दैन, हजुरहरूलाई पनि थाहा छ। र फाइनल्ली मेरो चाउचाउ रेडी भइसक्यो। एकदमै मिठो देखेछ है।